चिसो लगाइदिने हो नि बाबु के हो हरिओ नमः श्री कृष्ण गोविंद हरे मुरारी जनार्दन नारायण वासुदेव नमो भगवते वासुदेवाय राधा कृष्ण साधुज्य महा श्री कृष्ण हरे कृष्ण हरे हरे कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणतकलशनाशाय गोविन्दाय नमो नमः कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणतकलशनाशाय गोविन्दाय नमो भगवते अनंत नारायण प्रभु संख्या अनंत नारायण ओम अनंत कोटि प्रणव जगत स्थापिताय नमः श्री कृष्ण गोविंद हरे मुरारी अनंत कोटि प्रणव जगत नारायण भगवते शरणीकृतस्थाय नमः हरि भारद्वाज गोत्रपन्नादि अस्मतं सुं परब्रह्म नामः पीताम्बर नामस्रादि सम्पदते पीताम्बर नामस्रादि सम्पदते अस्मतं पवित्राय द्वितीय नामः प्रसिद्ध नाम शरणादि सम्प्रदते प्रसिद्ध नाम शरणादि सम्प्रदते अस्मतं तृतीय विश्व प्रखाद नामः इत्यादि विश्वको नाम सा कस्तुक नाम शरणादि सम्प्रदते हरे मुरारी नाथ नारायण बाबुको पहिलो नाम नक्षत्र नामको पहिलो नाम चाहिँ बाबुको चाहिँ नि पीताम्बर आएको छ। भगवान विष्णुका स्वरूप पीताम्बर पहिलो अम्बर धारण गर्ने पीताम्बर, दोस्रो नाम चाहिँ प्रसिद्ध, तेस्रो नाम चाहिँ नि हामीले नक्षत्र आदिहरू नाम र अरू बारहरू आमाहरूको नाम बोलाउने नाम सबैबाट विचार गर्दा कस्तुक नाम। कस्तुक भनेको भगवानको एउटा हतियार नै विष्णु भगवानकै स्वरूप मानिन्छ कस्तुक नाम। अब यही नाम राखे पनि राम्रो छ, हजुरहरूलाई मन पर्यो भने यो प्रसिद्ध राखे पनि कस्तुक राखे पनि जुन राखे पनि हुन्छ। तर नक्षत्रको नाम चाहिँ पीबाट आएको छ। पीबाट आउँदा अब चिनाको नाम के हुने पीबाटै आउँछ। पीताम्बर दोस्रो नाम चाहिँ प्रसिद्ध, यो चाहिँ बोलाउने प्रचलित नाम राख्नु पाइयो, कस्तुक राख्नु पनि पाइयो। धूप सल्काइदिनु टबाट नाम आएको कोही हुनुहुन्छ? पबाट ठबाट नाम घरको गार्जेनहरूमा के हजुरको नबाट आइ मिलेन। आमा हजुरको नाम के छ? फुपू दिदीहरू आउनु भएन? भाइ दिदीहरू के नाम भन्नु अरू के पबाट ठबाट हबाट
कदेखि क घबाट पनि नाम आएको घबाट नाम कोही छ भने हुनुहुन्छ फुपू दिदी आउनु भयो नबाट आउँदैन मेरो केर्छिन झबाट भएन कबाट झबाट नि आउँछ उत्तरबाट उत्तरखात झबाट नि झबाट को आएन यहाँ चाहिँ नि भरे नाता के हुनुहुन्छ फुपू ल एकदम राम्रो मिल्यो बाबुले चाहिँ यहाँ उसमा यसो घुमाउनु काँडा जलको काँडा अनि त्यो सिरको जरा जम नहीं देवगढ़ राक्षसगढ़ त्यतिकै नरकै मनुष्यगढ के मनुष्यगढ़ काँडाहरू यस्तो त अब उत्तर फाल्गुनी नक्षत्रको कन्या राशि लास्टको ठाउँ भइदियो नरगढको आद्य नारी आसन शिला छ अनि राम्रो छ बृहस्पति देवताको आशीर्वाद छ उहाँलाई त सबैसित मिल्छ नि भनेको भने अब एउटै नरगढ भएपछि अब राक्षसगढसित पनि अब नर उसले मनुष्यगढसित पनि देवगढसित पनि सबैसित एउटै विभागमा जाने हुन्छ कि यिनीहरूको ऑप्शन गर्ने हो डेट पनि 15 गते हेरेको लास्टमा नर्मलै जमिएको हेरे ल काँडाहरू जति एउटा टपरीमा राखौँ यसमा राखौँ हलाहरू चाहिँ खानु होला टाइम नहुने देखिन्छ बब्बा हलाहरू सिरको जरा भयो बेलको काँडा भयो तिनवटा भयो सिरको जरा राखिदिनु बेलको काँडा भयो अनि बेलको काँडा भयो सबै राखिदिनु ल त्यसमा जलहरू छिर्दिनु त ओम भरस्तावतो सर्वे प्रतिष्ठापति गन्धदेवी सर्वजनिकाय किताबं निगदातं हरिओम तर्पणं भवतिकातु सर्वश्रेष्ठ उठाउनु ब्रह्मा मुरारी स्थिर पुरान्तकारी भानु सचिव लक्ष गुरु च शुक्र शनि राहु केतु सर्वनिग्रह झम्कला झर्नाको यहाँ सर्वदोष निवार थाडादि सर्वस्ति सबै घोटाइदिनु तपाईँ निकाल्नु उत्ताउँछ बाबुले दिनु सर्व ओम चतुर्वेदी मन स्थापित पक्ष 7 चटी है बिस्तारै सप्तमन्त्रिकाय नमः यताबाट घडी घुम्दैतिर प्रथम स्थापित नमः द्वितीय स्थापित नमः तृतीय स्थापित नमः चतुर्थ स्थापित नमः पंचम स्थापित नमः षष्ठम सप्तम स्थापित नमः बिस्तारै हल्का उठाएर अष्टमन्त्रिकाय यसरी आमा छोडे यसरी नखसाले नि फेरि खैला छ पहिला छ सुकु हेर्दा सके छ बाबुलाई यसो बाहिर निकाल्नु नि पर्छ कापी कलम फाइबर झोला फाइबर झोला छ कापी कलम अनि ल्याइदिनु फाइबर झोला साझा जन्मिकाको झर्ना साझा यो पनि साझा तिनटैको साझा साझा कापी कलम भयो सबै यो किताब निकाल्दै हो त्यसै हो त्यही यही छ के झोला भेट्यो आऊ झम्कली के हाल्ने हो भयो सबै चामल पर्दैन कापी कलम फलफुल हाल्नु
राजन नहाते चेदर चाहियो चुन्नी है ये चु यही उ झोला छोप्नी छाता ओनी जले बात चौसे नि एउटा टपरी पुरा पात्रो बनाइदिनु